फ्याफुला सम्पूर्णमा हेर्दै हुनुहुन्छ लसु असम अफिसियल र आज पनि यस्तो एउटा एपिसोडको साथ उपस्थित भएको छु जुन चाहिँ शब्दमा एउटा ध्वनि फरक पर्दा अर्थ पनि फरक पर्दछ है। सो ग्रामेटिकल वर्ड्स रहेको छ। भिडियोलाई अन्त्यसम्म हेर्नु नबिर्सिनु होला। फर्स्ट शब्द मान। तामाङ भाषामा मान भनेको नेपाली भाषाबाट औषधिलाई भन्ने गर्छ। तामाङ भाषामा मान भनेको नेपाली भाषामा औषधिलाई भन्ने गर्छ। त्यसैगरी मिन भनेको नाम। तिम्रो नाम के हो भन्दा आइला मिन तिखिन्न भनेर भन्ने गर्छौं। मान भनेको औषधि, मिन भनेको नाम। यस्तै यस्तै पाराको शब्दहरू यो एपिसोड मार्फत हजुरहरूले बुझ्न सक्नुहुन्छ। सो स्किप नगरिकन हेर्नु होला र नयाँ हुनुहुन्छ भने सब्स्क्राइब पनि गर्नु होला। गेङ। गेङ भनेको रोटीलाई भन्छ। रोटीलाई तामाङ भाषाबाट गेङ भन्छ। अनि गुङ। गुङ भनेको चाहिँ बिच। यता पनि हैन यता पनि हैन, बीचमा मिडल पार्टलाई चाहिँ गुङ भनेर भन्छ तामाङ भाषाबाट। गेङ भनेको रोटी, गुङ भनेको मिडल पार्टलाई भन्छ। छे। छे भनेको घाँसलाई पनि भन्छ। घाँस काट्नु जाऊ भन्दाखेरि तामाङ भाषाबाट छे थाबारी न्यू भन्छ। द्याट मिन्स घाँसलाई छे भन्छ। सानो सानो घाँसहरूलाई चाहिँ म्रा भन्छ। लामो लामो घाँसहरूलाई चाहिँ छे भन्छ। म्रा अथवा छे भन्दा नै हुन्छ। यहाँ चाहिँ छे भनेर मेन्सन छ है त। अनि छो। छो भनेको चाहिँ डोरीलाई भन्छ। गोरु बान्ने, गाई बान्ने, बाख्रा बान्ने डोरीहरू हुन्छ नि, छो भन्छ तामाङ भाषाबाट। छे भनेको घाँस, छो भनेको डोरी। एउटै ध्वनिमा अर्थहरू फरक हुने भाषाहरू चाहिँ यस्तो प्रकारको रहेको छ। टाङ। टाङ भनेको भाँडालाई भन्छ। भाँडालाई टाङ भन्छ तामाङ भाषाबाट। अनि तिङ। तिङ भनेको मुटु। कन्टिन्यू एपिसोडहरू चेकआउट गर्नुहुन्छ भने यो पक्कै पनि हजुरलाई थाहा छ है त। तिङ भनेको चाहिँ मुटुलाई भन्छ। अनि टाङ भनेको भाँडाकुँडालाई भन्छ। सो बुझ्नुहोस् होला, याद राख्नुहोस् होला। चाजी भनेको उत्ताउलो। उत्ताउलो भएर हिँडेकोलाई चाहिँ चासी ब्राभा भनेर भन्छ है तामाङ भाषाबाट। चाजी भनेको चाहिँ फेरि चाजी, कान्छाजी भन्दाखेरि खायो भनेकोलाई चाहिँ चाजी भनेर भन्छ है। सो चाजी भनेको खायो पनि हो। चासी भनेको चाहिँ उत्ताउलो भएर हिँडेकोलाई भन्छ। सो यस्तो पाराको फरकहरू हुने गर्छ है त। थिजी भनेको फुट्यो है। फुट्यो। प्रिभियस एपिसोडमा हेर्नुभएको छ भने यो फुट्यो वर्ड पाउनु भएको छ हजुरहरूले। फुट्यो, भाँच्यो, भत्कियो सबै वर्ड्सहरू भेट्न सक्नुहुन्छ। डिस्क्रिप्सन बक्समा लिङ्क छ, गएर एकचोटि हेर्नु होला। अनि फुट्योलाई चाहिँ थिजी भन्छ है त। थिजी भनेको उठायोलाई पनि भन्छ। अब यो किताब नै अब उठायो भन्दाखेरि चाहिँ यसरी अब राखेको ठाउँबाट उठायो भन्दाखेरि चाहिँ थिजी भनेर भन्छ। थ्यु पनि भन्छ। उठाउ उठाउ भन्दा थ्यु थ्यु भन्छ। अनि उठायो भन्दाखेरि चाहिँ थिजी भनेर भन्छ। सो सेम वर्डमा यस्तो प्रकारको डिफरेन्स छ। थुजी भनेको पिरोलाई भन्छ। खुर्सानी खाएर पिरो लाग्छ नि, अब पिरो लाग्यो भन्दाखेरि थुजी भनेर भन्छौँ हामी। थुजी भनेको टिप्यो पनि हो। टिप्यो, अब खुर्सानी टिपेर ले भन्दा पनि मर्चा थुसी बौ बौ भनेर भन्छ। टिपेर ले भन्दाखेरि थुसी बौ भनेर भन्छ। तोजी भनेको चाहियो, मलाई त्यो चाहियो। कुनै चिज देख्नुभयो तपाईँले, मलाई त्यो चाहियो भनेको तोजी। गादा तोजी, मलाई चाहियो। फेरि अर्को तोजी भनेको चाहिँ पिट्यो भन्दा पनि तोजी नै भन्छ। मलाई आमाले पिट्यो भन्दा गादा आमा से तोजी भनेर भन्छु। सो तोजी भनेको पिट्यो पनि हो, तोजी भनेको चाहियो पनि हो। चुबा भनेको चाहिँ भुक्यो है। कुकुरले भुक्यो भन्दा नगिसे चुजी। अर्को छुबा। छुबा भनेको चाहिँ रमाइलो। चुबा भनेको भुक्यो, छुबा भनेको रमाइलो। यस्तो पाराको डिफरेन्सेसहरू हजुरहरूले राम्रोसँगले बुझ्नु पर्यो है।
र बुझ्नु होला, सिक्नु होला तामाङ भाषा। किप एलाइभ आवर तामाङ ल्याङ्ग्वेज। हामीले हाम्रो तामाङ भाषालाई जिउँदो राख्नुपर्छ। हजुरहरूको साथ सपोर्ट र माया, आफ्नो भाषाप्रतिको मायाले नै हाम्रो तामाङ भाषा जिउँदो बस्ने हो। सो हेर्नु होला, बुझ्नु होला है त। अनि धेरै नभनिकन अब चाहिँ अन्तिम शब्दतर्फ पनि आइसकेको छु र अन्तिम शब्द चाहिँ छाबा। छाबा भनेको चाहिँ चढाउनु। गोरु चढाउनु जा भन्दाखेरि मे छाबारी न्यु भन्छ। गोरु चढाउनु जा हे भन्थ्यो नि अब उहिले आखेमेहरूले। हामीले त चढाइ पनि पाएको छैन। आज त साँच्चै भनौँ भने गोरुको छेउमा पनि गइपाएको छैन है। अनि अगाडिको दिनको आखेमेहरूले चाहिँ गोरु चढाउनु जा है भन्दाखेरि भे छाबारी न्यु या भनेर भन्नुहुन्थ्यो अरे। अर्को छाबा चाहिँ टोटाइ हो। अब तपाईँको यहाँ केले काट्यो भने टटाउँछ नि, टटाउँदाखेरि चाहिँ तामाङ भाषाबाट छाबा भनेर भन्छ। छाजी, यहाँ एकदमै टटायो भन्दाखेरि चाहिँ छाजी भनेर भन्छ अथवा छाबा भनेर भन्छ। सो यसरी नै बुझ्नुहोस् होला तामाङ भाषा। र सकेसम्म हजुरहरूले फुल वाच गर्नु चाहिँ नबिर्सिनु होला। सुपर थ्याङ्क्स, जोइन बटनहरू दिएर पनि सपोर्टहरू गर्नु सक्नुहुन्छ भन्दै अर्को एपिसोडमा छिट्टै भेट्ने आशाले आजको लागि चाहिँ लास्ट फ्याफुला थुचुसे।